सामाजिक सञ्जालमा जुन खालको फेक न्युजको, मिसइन्फर्मेसनको, डिसइन्फर्मेसनको आरोप, गाली गलौज, अहिले त एआई प्रयोग गरेर चाहिने नचाहिने बाँचेका मान्छेलाई मरेको, मरेको मान्छेलाई बाँचेको, हुने नहुने सब बनाइसके के। अनि अब त्यो हेर्दाखेरि नै म सञ्चार त्यो देख्नै सकिँदैन नि त, तपाईँ हामी नै सक्दैनौँ भनेपछि एउटा कार्यदल तपाईँहरूको टास्क फोर्स बनाएर मलाई 1 हप्ताभित्रमा हुने कुरा है, सरले भने जस्तो 3टा बुँदा बाँकी छन् तपाईँले भन्नुपर्ने, म सम्झाएको छु त्यो सम्झाएको छु। 1 हप्ताभित्रमा मलाई एउटा चाहिँ दिनुहोस् र म सचिवजीसँग राख्छु। कहाँबाट हुन्छ मलाई पनि प्रेस काउन्सिललाई साँच्चीकै न्यायालय जस्तै र तपाईँहरू न्यायमूर्ति हो, कर्मचारी अथवा बोर्डका सदस्य भनेर देखाउने इच्छा छ। हामीले अनुगमन तथा नियमन अथवा कारबाहीको प्रक्रिया यो तीनवटै अगाडि बढाउने सन्दर्भमा अहिले के कुरा भयो भने तपाईँले त्यो 4वटा एकदम राम्रो कुरा गर्नुभयो। जनशक्ति अहिलेलाई कम्तीमा अब 50 जना नभन्नु होला सर, यहाँ फेरि सचिवज्यू उहाँ मन्त्रालयसम्म पुग्दा मसँग बोल्ने स्थिति नरहला। सब मन्त्रीज्यूले चाहिँ कमिटमेन्ट गरेर आउनु, कहाँबाट गरौँ भन्नु होला होइन। के हुनसक्छ व्यावहारिक रूपमा महेन्द्र सर तपाईँहरू बसेर अनुगमन कम्तीमा अहिलेलाई जहाँ बस्नुहुन्छ, किनभने फिल्डहरू जानु नै परेन, कति कुराहरू यहीँ बसेर तपाईँहरू 2टा 3टा सिफ्टमा काम गर्ने गरेर अब निर्वाचनकै स्पिडमा पनि हामी जानुपर्ने हुन्छ। यति चाहिँ चाहियो जनशक्ति र यस्तो यस्तो जनशक्ति भनेर एउटा त्यो तयार गरौँ होइन। अनि दोस्रो कुरा फ्याक्ट चेकको सन्दर्भमा तपाईँले अहिले इन्डिभिजुअल व्यक्ति एउटा 2जना मान्छेले फ्याक्ट चेक गरिरहेछन् बाहिर, यत्रो काउन्सिल बढी छ, बढी नै छ। तपाईँ ऐन अन्तर्गत बनेको निकाय, स्वायत्त निकाय छ, मैले त होइन न्यायालय भने यस्तो निकाय छ। फ्याक्ट चेक अब पनि तपाईँहरूले गर्नु भएन भने त हामी कहाँ पुग्छौँ। पहिलो स्टेप अब के काम गर्नु पर्यो भने जस्तो अनलाइनको अब तपाईँले हेरिराख्नु भएको छ भने अब रिगरसले आजबाटै यही मेन पावरबाट यहीँ भएको जनशक्ति पनि एउटा 2टा हामीले अनुगमनलाई अनलाइनको लागि अहिले अरू पनि गर्दै गरौँ। 1 2टा 3टा जनशक्ति चाहिँ उहाँको लागि केही थप्न सकिन्छ भने मैले हाम्रो चाहिँ सरलाई, मुख्य अधिकृत सरलाई भने प्लिज थपेर आजबाटै रिजल्ट एउटा आउने गरेर गर्नुहोस्। अनि तपाईँ आजदेखि 7 दिनसम्म एउटा रिलिज जारी गर्नुहोस् सामाजिक सञ्जालमै। अब प्रेस काउन्सिल चाहिँ नि यो कुराहरूमा चाहिँ अलिकति कडा रूपमा प्रस्ताव, कडा भन्ने शब्द प्रयोग धेरै त नगर्नुहोस्, फेरि यहाँ त गाह्रो पनि छ नि, यहाँ त धेरै गाह्रो पनि छ। तर तपाईँहरूले आफ्नो उपस्थिति चाहिँ कम्तीमा तपाईँले आचार संहिता उल्लङ्घन गर्नुभयो, तपाईँले चाहिँ हाम्रो चाहिँ प्रेस काउन्सिल ऐनभन्दा फरक गएर काम गर्नुभयो, यो कुराहरू गर्नुभयो भने चाहिँ अहिले सचेतनामूलक हाम्रो चाहिँ तपाईँहरूलाई चेतावनी युक्त अथवा सचेत पार्ने हिसाबको रिलिज हो। तर अब काउन्सिल चाहिँ अब त्यही रूपमा प्रस्तुत हुनुपर्ने अवस्था आउँछ, त्यो आउन नदिनु होला भनेर तपाईँले हरेक 2 देखि 3 दिनमा चाहिँ 2 3टा रिलिज चाहिँ जारी गरिहाल्नुहोस्। अहिले कम्तीमा मान्छेहरूलाई के भने हामी अब यो बनाउँदैछौँ, यसरी अगाडि बढ्दैछौँ, तपाईँको किन भन्नु पनि पऱ्यो क्या। यहाँ त कस्तो भयो भने अब नपढिकन सबै पत्रकार, अब त तपाईँको यो 20,000 को त कुरै छोडिदिनुहोस् न, हरेक नागरिक पत्रकार भइदिएर यहाँ अहिले अब हाम्रो पनि गरिमामाथि प्रश्न उठिसक्यो। हात मोबाइल छ, हातमा नागरिक छ र ऊ आफूले तपाईँ हामी पत्रकार भन्दा 3 गुणा बढी पत्रकार ठाने। हामी पुलिससँग नि बस्छु म होइन, पुलिससँग नि गृहमन्त्रीजी र म बस्ने कुरा गरेको छु। मैले कम्तीमा पहिलो स्टेप रिलिज जारी गर्नुहोस्, रिलिज जारी गरेर म्यासिभ रूपमा सामाजिक सञ्जालहरूमा यसलाई पठाउनुहोस् र सम्बद्ध निकायहरूमा पनि पत्रचारै गर्नुहोस्। तपाईँले पत्रचार गर्न त गाह्रो छैन नि, तपाईँको यो सबै पत्रिका यसमा 1 क्लिकमा तपाईँले पठाउन सक्नुहुन्छ। हप्तामा 3वटा पठाउनुहोस् महेन्द्रजी। कसले पठाउने? हाम्रो मुख्य अधिकृत कसले पठाउने हो? कम्तीमा यो 1 हप्तामा 3टा चाहिँ जाओस्, रेगुलर जाओस् र हामी सूक्ष्म रूपमा तपाईँहरूलाई हेरिरहेछौँ भनेर त्यो जाओस्। 1 हप्तामा अर्को कार्यदल एउटा बनाएर त्यो कार्यदलले प्रभावकारी रूपमा अनुगमन, नियमन र कारबाहीको प्रक्रिया अगाडि बढाउनको लागि हामीलाई यो कुराहरू चाहियो भनेर मन्त्रालयमा आओस् र मन्त्रालयमा आएर जुन जनशक्तिको कुरा छ, जनशक्ति पनि टेक्निकल जनशक्ति सहित अरू कुराहरू त्यो अलि बढी टेक्निकलै बढी तपाईँहरूलाई चाहिन्छ होला, किनभने अहिले त्यो र फ्याक्ट चेक गर्न सक्ने सम्मको त्यो कुराहरू। अर्को कुरा चाहिँ नि स्टोरेजको कुरा जुन छ, स्टोरेजको कुरा बजेटमा परेको रहेछ, त्यो प्रक्रिया कसरी अगाडि बढाउने सचिवजीले यो 3वटै कुरा नोट गर्नु होला। र अरू मेकानिजमको कुराहरू के छ सचिवजी, यो इस्युमा चाहिँ अलिकति पहिला सचिवजी बोल्नु। यो मैले अहिले भनिरहेको कुराहरू इमिडिएट कार्यान्वयन गर्न हामीलाई कुनै समस्या छ कि छैन। उहाँहरूको विनियमका कुराहरू, यो कुराहरू पनि हामी सँगसँगै लान्छौँ। तर अहिले तत्कालै एक्सन लिनुपर्ने कुरा भनेको चाहिँ सामाजिक सञ्जालको अनुगमन, नियमन
को सन्दर्भमा हामीले काउन्सिलले लिने एक्सनमा हामीले साथ दिनुपर्ने छ। अध्यक्ष नल्याई त यो सबै एकदमै गाह्रो हुन्छ भन्ने हो भने तत्काल अध्यक्ष ल्याउनु पर्यो, त्यो प्रक्रिया अगाडि बढ्नु पर्यो। होइन अध्यक्ष नआए पनि हाम्रो सिस्टम छ, संरचना छ, कानुन छ, सबै कुराहरू छ। हामीलाई अहिले अध्यक्ष अलिकति हेर्दै गरौँला, तर हामीलाई काम गर्न समस्या छैन भन्ने हो कि अध्यक्ष नल्याई त अगाडि नै बढ्न सकिँदैन भन्ने। प्रेस काउन्सिललाई धेरै धेरै धन्यवाद छ, सम्पूर्ण पदाधिकारी कर्मचारीज्यूहरूलाई हामीलाई आएर एक खालको स्वागत गर्नुभयो र यहाँको हाम्रो महत्त्वपूर्ण प्रेस काउन्सिलले गरिरहेका कामहरूको सन्दर्भमा जुन खालको प्रेजेन्टेसन पनि भयो, त्योबाट चाहिँ एउटा कुरा के स्पष्ट हुन्छ भने प्रेस काउन्सिलले चाहिँ जुन रूपमा खास गरेर काम गरिरहेको छ, एउटा स्वायत्त निकायको रूपमा जसरी अनुगमन गर्ने, नियमन गर्ने र कतिपय कारबाहीका सिफारिसहरू अगाडि बढाउने, यी सबै कामहरू जसरी गरिरहेको छ यो असाध्यै महत्त्वपूर्ण छ र अब सम्भवतः 27 सालमा होइन स्थापना भएको 27 सालमा, त्यसपछि ऐन कति सालमा बन्यो? 48 सालमा ऐन बन्यो। त्यो ऐन बने यता जुन रूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ प्रेस काउन्सिल आफ्नै एउटा गर्विलो इतिहास छ र मैले यहाँहरूलाई निवेदन गरेँ, मलाई प्रेस काउन्सिल भनेको आम सञ्चार माध्यमको न्यायालय हो भन्ने मान्यता चाहिँ स्थापित हुनुपर्छ भन्ने लाग्छ। यद्यपि हाम्रो ऐन नै 2048 सालमा बनेको कारणले गर्दा 48 यता नेपालको सञ्चार माध्यममा विभिन्न खालका चाहिँ परिवर्तनहरू भएका छन्, इनोभेसनहरू भएका छन्। हामी पत्र पत्रिका र रेडियो टेलिभिजनबाट मात्रै हामी त्यति बेला जुन खालको सञ्चार माध्यम मार्फत सेवा दिइरहेका थियौँ देश र जनताको लागि, पछिल्लो विज्ञान र प्रविधिको विकाससँगै धेरै चाहिँ नि परिवर्तन भइरहेको परिवर्तित अवस्थामा ऐन कानुनमा पनि व्यापक परिवर्तन आउन जरुरी छ, जसको लागि हामीले मिडिया काउन्सिल विधेयक अगाडि बढेर पनि अहिले रोकिएको अवस्था छ र विधेयक ऐन नबन्दा र ऐन अन्तर्गतका चाहिँ नियमावली र अरू चिजहरू नबन्दाखेरि पक्कै पनि नीतिगत रूपमा यहाँहरूलाई काम गर्न गाह्रो भइ नै रहेको छ। तर पछिल्लो समयमा जुन खालको चुनौतीहरू आइरहेको छ, खास गरेर सामाजिक सञ्जालको त्यो प्लेटफर्ममा जे जस्ता खालका मिसइन्फर्मेसन, डिसइन्फर्मेसनहरू आइरहेका छन्, एकअर्कालाई आरोप लगाउने, गाली गलौज गर्ने खालका कुराहरू भइरहेका छन्, एकअर्काप्रति वाद प्रतिवादका कुराहरू भइरहेका छन्। त्यो फोरम, त्यो प्लेटफर्मको युज गरेर एकले अर्कालाई तल्लो स्तरमा गाली गलौज गर्नेदेखि आक्रमण गर्ने सम्मका घटनाहरू पनि भइरहेको सन्दर्भमा सम्पूर्ण राज्यको संयन्त्रहरू चाहिँ यसमा चिन्तित हुनुपर्ने अवस्था छ। एउटा के भन्छ नागरिक अन्यायमा परिरहेको महसुस भइरहेको छ कि यसमा खास गरेर दुईवटा पाटो छ। हामीले सञ्चार माध्यमहरू जो हामी कहाँ दर्ता हुन्छन्, नवीकरण हुन्छन् र प्रेस काउन्सिलमा सूचीकृत हुन्छन्, तिनको जिम्मा चाहिँ कम्तीमा हामीले लिनुपर्छ र नागरिक स्तरबाट प्रयोग भएका इन्डिभिजुअल व्यक्तिगत सामाजिक सञ्जालका प्लेटफर्महरूमा राज्यका अरू निकायहरूले अनुगमन गर्लान्, कारबाहीको दायरामा ल्याउलान्